हेलो गुड मर्निङ सबैलाई। मेरो घरको वरिपरिको नजारा आज देखाउनु मन लागेको छ। यहाँनिर हेर्नु है, सुन्तला भक्कु फलेको छ। अनि हेर्नुहोस् है आमा, चराहरू कति मिठो कराएको नि, कति चङ चङ चुङ चुङ चङ चङ चुङ चुङ चराहरू कति मिठो गरी कराउँछ। हेर्नु है, चराहरू कति धेरै छ। जङ्गल छ नि त, हामी चाहिँ जङ्गलको वरिपरि बस्छौँ, तर गर्मी पानी पर्दैन कि यहाँ। सबैभन्दा समस्या चाहिँ त्यही हो। सुन्तला बाफ्रे भक्कु 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 फलेको छ यसपालि, के साह्रो फलेको। म आफै छक्क पर्दैछु, यो बोटले थाम्ला जस्तो छैन। यस्तो छ हाम्रो, सबै जङ्गलै जङ्गल छ हौ। आज त पानी पर्दा कि भन्ने पनि छ हौ। पानी आए त मजा आउँथ्यो हौ, यहाँ त हामी त मर्न लाग्यो। धन्न जङ्गलभित्र छ र मात्रै पानी नपर्दा पनि छ्यार्र परेको, 2 सेकेन्ड पर्यो होला, त्यहाँदेखि पानी परेन। ल प्रचण्ड गर्मी भइहाल्छ अब, घाम लाग्यो कि गर्मी। यति राम्रो छ छन चाहिँ, राम्रो छ कि ठाउँ चाहिँ, बट अब पानी नपरेपछि गर्मी ज्यादा हुन्छ। जङ्गल त जताततै जङ्गल छ, राम्रो छ हैन। यस्तो छ छन चाहिँ, चराचुरुङ्गीहरू दामी कराइबस्छ। बाटो पनि 10 सेकेन्ड पानी पर्यो होला हौ आज। यति पानी पर्दा नि यसरी राम्रो त राम्रै हुन्छ। हेर्नु नि, यस्तो छ जङ्गल त राम्रो छ। वाट टु डु, गर्मी ज्यादा छ हैन, त्यही भएर तनाव लाग्छ हौ, तनाव। जङ्गल चाहिँ पुरा जङ्गल छ। जङ्गलले धन्न बाँचेको नि हौ हामी, गर्मीले नभए त कहिले मर्थ्यो होला। कस्तो साह्रो छ। हेर्नु नि, जङ्गल चाहिँ जताततै जङ्गल छ। म आज मेरो फेस देखाउँदिनँ कि, आज मलाई चाहिँ यो भइरहेछ। हाम्रो वरिपरि आज थोरै पानी परेर चाहिँ राम्रो देखिरहेछ क्या, त्यही भएर चराहरू पुरा खुसी भएको छ। चराहरू नाच्दैछ, गाउँदैछ, त्यही सुनाम जस्तो लाग्यो क्या। अब के गर्ने हैन, उमा भनेर। ल कति मजा, चराहरू आम्मा, चराहरू उडेर यतादेखि उतादेखि यता हो, पुरा भइरहेछ। यस्तो भइरहेछ कि राम्रो त जति राम्रो, यति राम्रो छ छन चाहिँ। हावा पनि, पानी नै नपर्ने के सबैभन्दा समस्या यहाँको। खै यस्तो भएर पनि किन पानी नपरेको हो। ठाउँ त जताततै छ त, जङ्गलै जङ्गल, तर पानी नपर्ने समस्या विकराल हो यहाँको चाहिँ। हेर्नु नि, घाम अब अघि उठ्यो, के भन्छ घाम लाग्दै, के भन्छ पानी पर्ला जस्तो थियो, अब अहिले छास्स घाम निक्लेको। अब गर्मी कस्तो हुन थाल्यो अब। भो त यस्तो साह्रो भएपछि कसो गर्नु होला त नि, आफै सोच्नुहोस् न। यति साह्रो गर्मी हुन्छ कि यो पानी नपरेको बेला चराहरू चाहिँ गर्मीले नभएर पुरै भक लड्ने हुन्छ कि यहाँको गर्मी चाहिँ। के भन्नु, यस्तो राम्रो ठाउँ भएर पनि। ओके, मेरो चाहिँ यो चाहिँ 4 मिनटको भिडियो चाहिँ सबैजनाले हेरिदिनु होला, अनि लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला है। अनि मेरो च्यानल सब्सक्राइब पनि गरेर चाहिँ सहयोग गरिदिनु होला। धन्यवाद, बाई। फेरि मिल्नुपर्छ है त।